लो, राधे राधे। हेलो राधे राधे सबैजनालाई। आज चाहिँ म आइरहेको छु हाम्रो गाउँ लोकनाथ बाबा मन्दिर। अनि यहाँ मन्दिरमा आज हाम्रो कलश यात्रा छ। भोलि बाबा लोकनाथजीको जन्मदिन हो अनि त्यसको लागि यहाँ पूजा हुनेछ र ठुलो भण्डारा पनि हुन्छ। हजुरहरू जो पनि छेउछाउमा हुनुहुन्छ हजुरहरू सबैजना आउनु होला। अनि आज हामी कलश यात्राको लागि सबैजना रेडी भइरहेछौँ। हामी कहाँ जाने अरे दिदी? पानी ल्याउनु, जल भर्नु, कलश यात्राको कहाँसम्म जाने हो? अनि तपाईँ हिँडेर जान सक्नुहुन्छ? सक्नुपर्छ है। अनि कतिको उत्साह हुनुहुन्छ त? एकदम जोरसोरले तपाईँ सबैजना भन्नु राधे राधे। ल हजुरहरू पनि हाम्रो यहाँ कृष्णजीको दर्शन गर्नुहोस्। अनि अझै है अझै यहाँ हाम्रो नयाँ स्थापना हुनुहुँदैछ। हाम्रो भगवानहरू गणेशजीको पहिला थिएन है। अनि हजुरहरू भन्नुहोस् न त यहाँ अझै कुन कुन मन्दिर स्थापना हुँदैछ? फेरि अन्त हनुमान, राम, लक्ष्मण, सीता सबैको स्थापना नयाँ हुँदैछ। त्यसैले हामी जल भर्न गएको अब हामी त। अनि अझै हाम्रो यहाँ नयाँ गणेशजी महाराजको अन्त फेरि राम परिवार सबै राम लक्ष्मण सीता माता अनि फेरि हनुमानजी सम्पूर्ण परिवारको पनि स्थापना हुँदैछ यसपालि है। हजुरहरू जो पनि छेउछाउमा हुनुहुन्छ आउनु होला अवश्य दर्शन गर्नुको लागि। अनि यहाँ प्रसाद पनि ग्रहण गर्नुको लागि आउनु होला। भोलि राम्रो प्रोग्राम हुन्छ यहाँ। हजुरहरू अवश्य आउनु होला। अहिले यति नै, बाइ बाइ।